नेपालमा क्रिकेट केवल खेल होइन, यो आशा हो, यो सपना हो र कहिलेकाहीँ लाखौं नेपालीको भरोसा पनि हो। जब मैदानमा पहिलो बल फ्याँकिन्छ, त्यससँगै फ्याँकिन्छ एक देशको अपेक्षा, एक पुस्ताको सपना। रङ्गशालामा बसेर नेपाल भन्ने त्यो आवाज केवल चिच्याहाट होइन, यो विश्वास हो। आज हामी नेपाली क्रिकेटको कथा सुन्दैछौं, जहाँ खेलभन्दा ठूलो भावना छ। एक समय थियो जब नेपाली क्रिकेट वर्षको केही महिना मात्र देखिन्थ्यो। तर आज नेपाल क्रिकेट संघले क्रिकेटलाई 12 महिनाको यात्रामा डोर्याएको छ। जनवरीदेखि डिसेम्बरसम्म घरेलु मैदानदेखि अन्तर्राष्ट्रिय रङ्गशालासम्म नेपाली क्रिकेट रोकिँदैन। यो केवल तालिका होइन, यो एउटा घोषणा हो, नेपाली क्रिकेट अब थार्दैन। प्रधानमन्त्री कपबाट सुरु हुने यात्रा जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुग्छ। यी मैदानहरूमा नाम होइन, सङ्घर्ष खेलिन्छ। कुनै खेलाडी मोबाइलको टर्च बालेर अभ्यास गर्छ। कुनै खेलाडी एक जोडी जुत्ताका लागि घरमा चुपचाप सम्झौता गर्छ। यी मैदानहरू राष्ट्रिय जर्सीको पहिलो सपना देखाउने ठाउँ हुन्। एक समय थियो जहाँ महिला क्रिकेट हेर्नुभन्दा बोलिन्थ्यो। तर आज महिला प्रधानमन्त्री कप छ, राष्ट्रिय प्रतियोगिता छ, अन्तर्राष्ट्रिय श्रृङ्खला छ। तर प्रश्न अझै बाँकी छ, कि अवसर मात्र पर्याप्त छ? कि सम्मान पनि चाहिन्छ?